नमस्ते साथीहरू, आज हामी हेल्थ असिस्टेन्टको बारेमा कुरो गर्नेछौँ। नेपालमा हेल्थ असिस्टेन्ट कसरी पर्न सकिन्छ, फ्री स्कलरसिपको कतिवटा सिट हुन्छ, पेइङको कतिवटा सिटहरू हुन्छ र यसमा हामीलाई फारम भर्नको लागि के डकुमेन्टहरू चाहिन्छ र यसमा के प्रक्रियाहरू पुर्याएर हामी फारम भर्यो भने फुल स्कलरसिपमा नाम आउन सक्छ र फुल स्कलरसिपमा नाम आउनको लागि अझै पनि कसरी हामी डकुमेन्टेसन गर्न सक्छौँ र यसमा हामीलाई पेइङमै पढ्न खोजेको हो भने कति फी जति लाग्छ र तपाईँ जुन प्रदेशमा हुनुहुन्छ तपाईँको नजिकमा भएको कलेजहरू कुन कुन हो त अर्थात् हेल्थ असिस्टेन्टको बारेमा सम्पूर्ण जानकारी आजको भिडियोमा पाउनुहुनेछ। त्यही भएर च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानल सब्सक्राइब गर्नुहोला, भिडियो लाइक गर्नुहोला। सबैभन्दा पहिला हामी हेल्थ असिस्टेन्टको बारेमा सिम्पल कुरा बुझौँ। हेल्थ असिस्टेन्ट नेपालमा पढाइने 3 वर्षे कोर्स हो र यसलाई जेनरल मेडिसिन पनि भनिन्छ र यो कोर्स पढ्नको लागि हामीलाई एसइई अथवा एसएलसी पढेको हुनुपर्छ। एसइई र एसएलसीमा तपाईँ जति राम्रो ग्रेड ल्याउनु भयो त्यही हिसाबले तपाईँको सेलेक्सन हुन्छ र अबको इक्जाम जुन लिने प्रक्रिया पहिला थियो त्यो अब इक्जाम नलिने प्रक्रिया भइसकेको छ स्टार्ट। त्यही भएर तपाईँको एसइई अथवा एसएलसीकै जिपिएकै बेसिसमा यसमा सेलेक्सन हुन्छ र सेलेक्सन कसरी गरिन्छ त्यसको बारेमा अब हामी फर्दर अझै पनि डिटेली डिस्कसन गर्नेछौँ र अब यदि यसमा तपाईँहरू प्लस टू पनि गर्नुभएको छ अथवा कतिजना अर्को फिल्ड पनि प्लस टूमा गर्नुभएको छ, जस्तै साइन्स लिएर अथवा कमर्स लिएर प्लस टू गरिराख्नु भएको छ भने त्यस्तो केसमा पनि तपाईँले आफ्नो एसई अथवा एसएलसीकै डकुमेन्ट सब्मिट गरेर पनि यसमा फारम भर्न पाउनुहुनेछ। अब हामी हेल्थ असिस्टेन्ट पढिसके पछाडि फ्युचरमा हाम्रो के स्कोपहरू हुनसक्छ त यसको बारेमा थोरै डिस्कसन गरौँ। अब यसमा तपाईँहरूले हेल्थ असिस्टेन्ट पढिसके पछाडि काम गर्न पाउनुहुनेछ र अर्को हामी फर्दर स्टडी गर्न पाउनुहुनेछ। अब यसमा हामी कामतिर लाग्यो भने यसमा हामीलाई दुईवटा अप्सन हुनसक्छ, एउटा लोकसेवा हुनसक्छ र एउटा हामीलाई प्राइभेट सेक्टरतिर हुनसक्छ। अब यसमा तपाईँहरू लोकसेवातिर जानुभयो भने हेल्थ असिस्टेन्ट 5औँ तह हो र हेल्थ असिस्टेन्टको लागि 7वटा प्रदेशमा हरेक वर्ष धेरै मात्रामा भ्याकेन्सीहरू खुलिरहेको हुन्छ र यसमा तपाईँले 7वटा प्रदेशमै फारम भर्न पाउनुहुनेछ सरकारी जबको लागि भने हेल्थ असिस्टेन्ट पढिसके पछाडि अहेब पद जुन 4थो तह भनिन्छ 4थो तहमा पनि तपाईँले लोकसेवाको लागि फारम भर्न पाउनुहुनेछ र यसरी तपाईँ 7वटै प्रदेशको फारम भर्न पाउनुहुनेछ र त्यस्तै गरेर सङ्घीय प्रदेशले पनि यसको भ्याकेन्सीहरू निकालिरहेको हुन्छ र साथसाथै जति पनि सङ्घीय हस्पिटलहरू छ त्यसमा पनि हेल्थ असिस्टेन्टको र अहेबको फारम खोल्छ, त्यसमा पनि तपाईँहरूले फारम भर्न पाउनुहुनेछ। यसरी तपाईँहरू यसमा लोकसेवातिर पनि लगेर फ्युचरमा आफ्नो जब सेक्योर गर्न सक्नुहुनेछ र तपाईँ यसमा के छ भने अझै पनि प्राइभेट सेक्टरतिर जानुभयो भने तपाईँ प्राइभेट सेक्टरको जति पनि हस्पिटलहरू छ, क्लिनिकहरू छ, हेल्थ केयर छ, यसमा तपाईँ मजाले इजी तरिकाले जबहरू पाउन सक्नुहुनेछ र फर्दर स्टडी गर्ने बेलामा पनि तपाईँ काम गर्दै पढ्न पाउनुहुनेछ। र यसमा तपाईँहरूलाई इजी तरिकाले पनि यसमा जब अलिकति अरू फिल्डभन्दा पनि इजी तरिकाले यसमा तपाईँ जब खोज्न सक्नुहुनेछ। त्यस्तै गरेर फोरेनको लागि तपाईँहरू अप्लाई गर्नुहुन्छ भने फोरेनको अप्लाई गर्नको लागि पनि तपाईँ यसमा अरू फिल्ड पढेर जानुभयो भने तपाईँले 4 वर्षको कोर्सहरू पढ्नुपर्ने हुन्छ भने यसमा तपाईँ हेल्थ असिस्टेन्ट पढेर ट्राई गर्नुभयो भने त्यस्तो केसमा तपाईँहरूले वर्कको लागि पनि बेग्लै भिसा पाउनुहुनेछ र पढ्नको लागि गए पनि तपाईँहरूले सर्ट टर्मकै भिसाहरू पाउन सक्नुहुनेछ। 2 सालको 1 सालको भिसाहरू तपाईँ स्टडी भिसामा जान सक्नुहुनेछ र त्यहाँ तपाईँ इजिली तरिकाले हेल्थ असिस्टेन्टको काम गर्नुभएको छ र पढ्नुभएको छ भने नेपालमा तपाईँ त्यहाँ गएर त्यही फिल्डमा आफ्नै फिल्डमा जबहरू इजी तरिकाले पाउन सक्नुहुनेछ र फर्दर स्टडी पनि गर्न सक्नुहुनेछ। त्यो हामीसँग अप्सन छ र त्यस्तै गरेर तपाईँहरू फर्दर स्टडी नेपालमै गर्नुभयो भने हेल्थ असिस्टेन्टको ब्याचलर हुँदैन, त्यही भएर तपाईँहरू बिपिएच जस्तो कोर्सहरू तपाईँ लिन सक्नुहुनेछ र यदि तपाईँ बिपिएच कोर्सहरू फर्दर लिनुभयो भने 7,77,000 जति यसको फी हुन आउँछ र यसरी तपाईँ ब्याचलर पनि गर्न सक्नुहुनेछ। त्यस पछाडि तपाईँ यो हेल्थ असिस्टेन्टको वर्क र स्टडी भयो। वर्कमा तपाईँ सरकारी अथवा प्राइभेट गर्न सक्नुहुनेछ, फरेन जान सक्नुहुनेछ। स्टडीको लागि पनि नेपालमा पढ्नुभयो भने बिपिएचतिर गर्न सक्नुहुनेछ। विदेश जानुभयो भने तपाईँ मेडिकल रिलेटेड अरू फिल्डहरू पनि लिएर पढ्न सक्नुहुनेछ। अब यसमा हामीलाई फारम भर्नको लागि अब यो फारम भनेको इन्ट्रान्स त हुँदैन, अब त्यही भएर इन्ट्रान्सको नभएर अब यो एडमिसनको लागि जुन इनिसियली रूपमा हामी फारम भर्छौँ त्यो फारम भर्नको लागि हामीले के चाहिन्छ त? अब हामीले सुरुमा सिलेक्सन गर्न केही क्राइटेरिया त चाहिन्छ। त्यही भएर यो क्राइटेरिया भनेको सिलेक्सन गर्नको लागि जुन हामी फारम भर्छौँ, इक्जाम त नभए पनि तपाईँहरूले जुन फारम भर्नुहुन्छ अब कतिजनाको अब जस्तै एउटा कलेजमा 50वटा सिट छ भने अब 100जनाले भर्ला। अब त्यो 100जना कसले भर्न सक्छ त यसमा? यसको यो क्राइटेरिया हो। अब यसमा हामीलाई फारम भर्नको लागि अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय पढेकै हुनुपर्छ र यदि तपाईँहरू एसई अहिले जुन एसई भइरहेछ त्यो एसई दिनुभएको छ भने त्यस्तो केसमा तपाईँले 4.0 जिपिएमा 2.0 जिपिए ल्याएर पास गरेको हुनुपर्छ र यो जुन 3वटा सब्जेक्ट छ अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा पनि तपाईँले 2.0 जिपिए ल्याएको हुनुपर्छ मिनिमम।
यो एसइईको लागि हो भने र तपाईँहरू एसइईमै प्री डिप्लोमा गर्नुभएको छ भने 68.33% मार्क्स ल्याएर पास भएको हुनुपर्छ र अहिले जुन एसइई भइरहेछ अब यसको लागि हामी कुरो गरिसक्यौँ र तपाईँहरूले पहिला जतिखेर एसएलसी हुन्थ्यो त्यतिखेर एसएलसी दिनुभएको छ भने त्यस्तो केसेसमा तपाईँहरू अनिवार्य गणित विज्ञान र अङ्ग्रेजी विषय लिएर पढेको हुनुपर्ने नै भयो र अर्को भनेको हामीलाई पास मात्र भए पनि यसमा फारम भर्न पाउनुहुनेछ र अनिवार्य गणित अङ्ग्रेजी विज्ञान यो तिनवटामा पनि पास भएको हुनुपर्छ र ओभरअलमा पनि पास भएपछि तपाईँले यसमा फारम भर्न पाउनुहुनेछ र त्यतिखेर एसएलसी जतिखेर हुन्थ्यो त्यतिखेर पनि प्री डिप्लोमा गर्नुभएको छ भने 68.33% लिएर पास गर्नुभएको छ भने तपाईँ यसमा फारम भर्न पाउनुहुनेछ। अब हामीलाई हेल्थ असिस्टेन्टको लागि कतिवटा टोटल सिटहरू छ त यसको बारेमा डिस्कसन गर्दाखेरि फुल स्कलरसिपको लागि नेपालमा 438वटा सिटहरू छ भने पेइङको लागि लगभग 2500 जति सिटहरू रहेका छन्। अब यसमा हेल्थ असिस्टेन्टको लागि अब यदि कसैले फुल स्कलरसिपमा नाम निकाल्नु भयो भने तपाईँहरू फ्रीमै पढ्न पाउनुभयो र अथवा कसैले पेइङमा पढ्नुहुन्छ भने त्यस्तो केसमा तपाईँहरूले टोटल 4,04,000 यसमा पे गर्नुपर्ने हुन्छ। अब यो हामीलाई तिनवटा किस्तामा पे गर्नुपर्ने हुन्छ इन्स्टलमेन्टमा। अब जतिखेर तपाईँ यसमा एडमिसनको टाइममा फर्स्ट इन्स्टलमेन्ट पे गर्नुपर्ने हुन्छ त्यतिखेर तपाईँहरूलाई 1,61,600 पे गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर जब तपाईँको सेकेन्ड इयरको क्लास हुन्छ स्टार्ट त्योभन्दा पहिला तपाईँहरूलाई 1,21,200 पे गर्नुपर्ने हुन्छ र त्यस्तै गरेर थर्ड इयरको क्लास स्टार्ट हुनुभन्दा पहिला यो 1,21,200 यसरी गरेर तपाईँले तिनवटा किस्तामा 4,04,000 जति पेमेन्ट गर्नुपर्ने हुन्छ। यो भनेको हाम्रो पेमेन्टको लागि मात्रै हो भने फुल स्कलरसिपको लागि हामीलाई केही पनि पे गर्नु पर्दैन। जस्ट कुनै पनि कलेजमा धरोटीहरू छ भने त्यो जस्ट धरोटी मात्रै हामी पे गर्नुपर्ने हुन्छ र त्यस पछाडि हामी यो धरोटी पनि पढिसके पछाडि हामीलाई फिर्ता हुन्छ। त्यस पछाडि अब हामी कुरो गरौँ नेपालमा फुल स्कलरसिपको लागि कतिवटा सिटहरू रहेका छ त। अब नेपालभरिकै कुरो गर्नुहुन्छ भने 438वटा यसमा फ्री स्कलरसिपको सिटहरू छ। त्यस्तै गरेर कोशी प्रदेशमा 75वटा सिट छ भने मध्य प्रदेशमा 79वटा सिटहरू रहेका छन्। त्यस्तै बागमती प्रदेशमा 122वटा सिट छ भने गण्डकी प्रदेशमा 33वटा सिट छ, लुम्बिनीमा 66वटा सिट छ, कर्णालीमा 15वटा र सुदूरपश्चिममा 28वटा गरेर टोटल नेपालभरिमा 438वटा फ्री स्कलरसिपको सिटहरू रहेका छ। अब यसमा हामीलाई यो फ्री स्कलरसिपमा पढ्नको लागि टोटल दुईवटा क्याटेगोरिज हामीले हेर्न सक्छौँ एउटा। अब यसमा हामीलाई सबैभन्दा पहिला के बुझ्नुपर्ने हुन्छ भने फ्री स्कलरसिपमा फारम भर्नको लागि सबैभन्दा पहिलो रिक्वायरमेन्ट भनेको हामीलाई सरकारी स्कुल पढेको हुनुपर्छ। यदि तपाईँहरूले एसइई अथवा एसएलसी सरकारी स्कुलबाट दिनुभएको छ भने त्यस्तो केसमा तपाईँहरूलाई फ्री स्कलरसिपमा पनि फारम भर्न पाउनुहुनेछ र पेइङमा पनि फारम भर्न पाउनुभयो। अर्थात् तपाईँले सरकारी स्कुलबाट एसइई अथवा एसएलसी मात्रै दिए पनि तपाईँले फारम भर्नुभयो र अब यसमा हामीलाई अझै पनि एउटा क्याटेगोरिज आउँछ जसलाई हामी लक्षित वर्ग भन्न सक्छौँ। अब यसमा हामी यो लक्षित वर्ग भनेको रिजर्भ कोटा हो र यसलाई अब अझै हामी डिटेली कुरो गरौँ फ्री स्कलरसिपको बारेमा। अब इक्जाम्पलको लागि बुझौँ बागमती प्रदेशमा 122वटा सिटहरू रहेका छ। अब यसमा 122वटा जुन सिटहरू छ त्यसमा तपाईँहरूले जेनरलमा अब यसमा दुईवटा क्याटेगोरिज आउँछ एउटा जेनरल आउँछ र एउटा लक्षित वर्ग आउँछ। अब जेनरलमा फारम भर्नको लागि एसइई मात्रै सरकारीबाट दिनुभएको छ तर यो जुन राइट साइडमा तपाईँहरूले टेबल हेर्न सक्नुहुनेछ जसमा महिला रहेको छ, दलित समुदायको महिला, मुस्लिम समुदायको महिला, दलित, आदिवासी जनजाति, खस, आर्य, मधेसी, मधेसी दलित, थारू, मुस्लिम, पिछडिएको क्षेत्रको व्यक्ति, अपाङ्ग भएको व्यक्ति, शहीदका परिवार, बेपत्ता परिवार, व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द्व पीडित यो जति पनि टेबलभित्र तपाईँहरू यदि भित्र पढ्नुहुन्छ यो क्याटेगोरिजभित्र पढ्नुहुन्छ भने तपाईँ लक्षित वर्गमा पनि अप्लाई गर्न पाउनुहुनेछ र जेनरलमा पनि अप्लाई गर्न पाउनु नै भयो। त्यसरी तपाईँहरूले यसमा फुल स्कलरसिपमा तपाईँ लक्षित वर्गको डकुमेन्ट पेस गरेर र यो जेनरलमा पनि भरेर तपाईँ यो टोटल 122वटा सिटमै अप्लाई गर्न पाउनुहुनेछ र यसमा तपाईँहरूले यो डकुमेन्टहरू यसमा सब्मिट गर्नुपर्ने हुन्छ। र यदि तपाईँ यो टेबलभित्र राइट साइडको जुन टेबल छ यो टेबलभित्र तपाईँ पढ्नुहुन्न भने तर तैपनि तपाईँ सरकारी स्कुलबाट पढ्नुभएको छ भने तपाईँ जेनरल क्याटेगोरिजमा अप्लाई गर्न पाउनुहुनेछ जसमा तपाईँहरूले 61वटा सिटमा अप्लाई गर्न पाउनुहुनेछ। अब यसको बारेमा हामी अझै पनि के कुरा बुझ्नुपर्छ भने यो रिजर्भमा यदि तपाईँहरूले अप्लाई गर्नुभयो भने यो रिजर्भमा हामी कसरी कतिवटा सिटहरू हुन्छ त। अब जस्तै रिजर्भमा टोटलमा 61वटा सिट छ भने यो 61वटा सिटलाई हामी 100% सिट मानौँ र अब महिलाभित्र तपाईँ पढ्नुहुन्छ भने तपाईँ महिला हो भने महिलाको लागि 28% सिटहरू दिएको छ र यदि तपाईँ यो 28% भित्र पढ्नुभयो भने तपाईँ अब यो 61वटाको
28% जति गर्नुभयो भने अब यसमा 1% को लगभग 0.61 आउँछ, 6 दुना 12, लगभग यसमा 15वटा सिटहरू आउँछ। महिलाभित्र पढ्नुहुन्छ भने 15वटा सिट तपाईँको महिलाभित्र आयो र यसरी तपाईँ महिलाको 15वटा सिटमा र जेनरलको 61वटा सिटमा तपाईँ अप्लाई गर्न हुन्छ यसको फुल स्कोलरसिपबाट, र यसरी तपाईँ महिलाबाट जान सक्नुहुनेछ रिजर्भको अप्सन सिलेक्ट गरेर। र जो मान्छेहरू यो भित्र पढ्नुहुन्न, टेबलभित्र पढ्नुहुन्न, उहाँहरूले जेनरलबाटै फुल स्कोलरसिपको लागि अप्लाई गर्न पाउनुहुनेछ। त्यस पछाडि अब हामी यसमा फारम भर्नको लागि के डकुमेन्टहरू चाहिन्छ त? अब यसमा हामी सिम्पली कुरो गर्दाखेरि यदि तपाईँ सरकारी स्कुलबाट पढ्नुभएको छ भने तपाईँ फ्री स्कोलरसिपमा फारम अप्लाई गर्नुभयो, त्यही भएर सरकारी स्कुल पढेको कम्पलसरी हो यसमा फुल स्कोलरसिपको लागि। र त्यस्तै गरेर तपाईँ नागरिकता छ भने नागरिकता अप्लाई गर्न पाउनुहुनेछ, यसको फोटो चाहिन्छ। र तपाईँको एज पुगेको छैन भने त्यस्तो केसमा नाबालक सर्टिफिकेट तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। र त्यस्तै तपाईँ एसई अथवा एसएलसीको जति पनि डकुमेन्टहरू छ त्यो सबै डकुमेन्ट तपाईँले अप्लाई गर्न यसमा अपलोड गर्नुपर्ने हुन्छ। अब यति डकुमेन्ट हाम्रो कम्पलसरी डकुमेन्ट भयो। नेपाली नागरिकता, न्यूनतम शैक्षिक योग्यता भनेको एसई र एसएलसीको तपाईँको डकुमेन्ट भयो। फुल स्कोलरसिपमा अप्लाई गर्नुहुन्छ भने सरकारी समुदायबाट पढेको तपाईँको डकुमेन्ट भयो। र साथसाथै तपाईँ यदि दलितभित्र पढ्नुहुन्छ, मधेसीभित्र पढ्नुहुन्छ, आदिवासी जनजातिभित्र पढ्नुहुन्छ, खसारीभित्र पढ्नुहुन्छ, थारूभित्र पढ्नुहुन्छ, अथवा पिछडिएको दुर्गम क्षेत्रबाट पढ्नुहुन्छ, बेपत्ता परिवारको व्यक्तिबाट तपाईँ बिलोङ्स गर्नुहुन्छ, अपाङ्ग हुनुहुन्छ भने त्यस्तो केसमा तपाईँ त्यसको सर्टिफिकेट पनि बनाएर अपलोड गर्नुपर्ने हुन्छ। र त्यस्तै गरेर 35x45 साइजको एउटा फोटो पनि तपाईँले अपलोड गर्नुपर्ने हुन्छ। र यो डकुमेन्टहरूको बारेमा हामी सेपरेट पनि एउटा भिडियोको बारेमा कुरो गरेको छौँ। त्यो भिडियो तपाईँले लास्टमा डिस्क्रिप्सनमा गएर क्लिक गरेर त्यो भिडियो डिटेली हेर्न सक्नुहुनेछ, र त्यसको नमुनाहरू पनि त्यहाँ देखाइएको छ। डकुमेन्ट कहाँ बनाउने, कसरी बनाउने, त्यो भिडियो हेरेर तपाईँ आफ्नो डकुमेन्टहरू प्रिपेयर गरेर राख्न सक्नुहुनेछ, र यसरी तपाईँ फारम आफ्नो भर्न सक्नुहुनेछ। त्यस पछाडि अब हामीलाई कसरी छनौट गरिन्छ त? अब यसमा हामीलाई थाहा भएकै कुरो हो, अब इन्ट्रान्स हुँदैन, त्यही भएर अब हामीलाई जुन एसईको मार्क आउँछ त्यसकै बेसिसमा सिलेक्सन गरिन्छ। अब यसमा सिलेक्सनको क्राइटेरिया के छ भने जुन तपाईँ फारम भर्नुहुन्छ त्यसमा सरकारीबाट वा सामुदायिक विद्यालयबाट पढ्नुभएको छ भने तपाईँको जति पनि जिपिए छ टोटल त्यसमा 1 पोइन्ट जोडिन्छ, र तपाईँ प्राइभेटबाट पढ्नुभएको छ भने 0.85 जोडिन्छ। र यसरी टोटल गरेर जसको सबैभन्दा बढी मार्क आउँछ उहाँले फर्स्ट र्याङ्क पाउनुहुनेछ। र यसरी सबैको सिरियली एरेन्ज गरिन्छ। अब कुनै कुनै केसमा हुनसक्छ दुईजनाको सेम जिपिए आएको छ, अथवा टोटल जुन सरकारी र यो प्राइभेटको मार्क पोइन्ट जोडिसके पछाडि पनि यदि सेम आएको छ भने त्यस्तो केसमा अर्को कन्डिसन लागु हुन्छ, जसमा तपाईँको अनिवार्य गणितमा कसको बढी आएको छ उहाँले फर्स्ट प्रायोरिटी पाउनुहुन्छ। यदि गणितमा पनि इक्वल छ भने विज्ञानको हेर्नुपर्ने हुन्छ, विज्ञानमा पनि इक्वल छ भने अङ्ग्रेजीको हेर्नुपर्ने हुन्छ, र यसरी गणित, विज्ञान र अङ्ग्रेजीको सिरियली हेरिन्छ। र यदि कुनै कुनै केसमा 3वटा सब्जेक्टमा पनि फाइनल ग्रेड सेम छ भने त्यस्तो केसमा दुईजना मध्ये को दुर्गम क्षेत्रबाट छ त उहाँले फर्स्ट प्रायोरिटी पाउनुहुनेछ। र योबाट पनि यदि सेम भयो भने दुवै दुर्गम क्षेत्रबाट भयो अथवा दुवै सुगमबाट भयो भने त्यस्तो केसमा डेट अफ बर्थ हेरिन्छ, र जसको डेट अफ बर्थ बढी छ अथवा जसको एज बढी भएको छ उहाँले फर्स्ट प्रायोरिटी पाउनुहुनेछ, र यसरी सिलेक्सन गरिन्छ। र यो सिलेक्सनको पनि इक्जाम्पलहरू एकदम मजाले डिटेली डिस्क्रिप्सन हामी डिटेली चर्चा गरेका छौँ। त्यो भिडियो पनि तल डिस्क्रिप्सन पाउनुहुनेछ, त्यहाँ गएर क्लिक गरेर यो सिलेक्सन कसरी गरिन्छ त्यसको इक्जाम्पलसहित त्यहाँ चर्चा गरिएको छ, त्यो भिडियो हेर्न सक्नुहुनेछ। अब हामी अगाडि बढौँ। अब प्री डिप्लोमामा तपाईँहरू कुन कुन प्री डिप्लोमा गर्नुभएको छ भने सामान्य चिकित्सक अथवा हेल्थ असिस्टेन्टमा फारम भर्न पाउनुहुनेछ त। अब यसमा तपाईँहरूले यदि सिएमए गर्नुभएको छ भने मात्रै तपाईँले सामान्य चिकित्सकमा भर्न पाउनुहुनेछ, र सिएमए गर्नुभएको छ भने तपाईँ सामान्य चिकित्सक भयो, फार्मेसी भयो, फिजियोथेरापी र अकुपङ्चर पनि अप्लाई गर्न पाउनुहुनेछ। त्यही भएर तपाईँ सामान्य चिकित्सक पढ्नको लागि तपाईँले सिएमए पढेको हुनुपर्छ। अर्थात् कसैले अनमी गर्नुभएको छ भने त्यस्तो केसमा तपाईँले नर्सिङ, मिडवाइफरी, फिजियोथेरापी र अकुपङ्चर जस्तो फिल्डहरू तपाईँले चुज गर्नुपर्ने हुन्छ। त्यही भएर सिएमए पढेकोले सामान्य चिकित्सकमा फारम भर्न पाउनुहुनेछ। अब हामीलाई यसमा फारम भर्नको लागि कति दस्तुर तिर्नुपर्ने हुन्छ त? अब यसमा हामीलाई फारम भर्नको लागि फुल स्कोलरसिपमा 1000 फी तिर्नुपर्ने हुन्छ भने पेइङमा पनि हामीलाई 1000 तिर्नुपर्ने हुन्छ। अर्थात् तपाईँ दुइटैमा फारम भर्नुभयो भने 2000 भयो, र तपाईँ पेइङमा मात्रै भर्नुभयो भने 1000, र फुल स्कोलरसिपमा मात्रै भर्नुभयो भने 1000। अर्थात् तपाईँ 1000 को दरले यसमा फारम भर्नुपर्ने हुन्छ। अब हामी हेरौँ नेपालमा कुन कुन कलेज, कतिवटा कलेज छ कुन प्रदेशमा, र तपाईँको नजिकमा भएको कलेजहरू कुन कुन हुनसक्छ त, र त्यहाँ कतिवटा सिटहरू छ त्यसको बारेमा हामी बुझौँ। त्यस्तै गरेर तपाईँहरू कुन प्रदेशबाट हुनुहुन्छ सबैभन्दा पहिला आफ्नो प्रदेश चुज गर्नुहोला। जस्तै यो कोशी प्रदेशबाट हुनुहुन्छ भने कोशी प्रदेश अन्तर्गतको यति सबै कलेजहरू कोशी अन्तर्गतको पर्दछ भने
त्यस पछाडि तपाईँ मध्य प्रदेशको अप्सन हेर्न सक्नुहुनेछ र यहाँबाट मध्य प्रदेशको कलेजहरू सबै सुरु हुन्छ। र यहाँबाट मध्य प्रदेशको अब जिल्ला पहिला लेखिएको छ, तपाईँ कुन जिल्लाभित्र कलेज खोज्दै हुनुहुन्छ पहिला त्यो जिल्ला हेर्नु होला र जिल्लाभित्रको कलेजको यहाँ लिस्टहरू हेर्न सक्नुहुनेछ र त्यसमा तपाईँ सामान्य चिकित्सक जस्तै यहाँ छ भने यो सामान्य चिकित्सक यो कलेजमा पढाइ हुन्छ र जस्तै यो फर्स्ट र सेकेन्डमा छ भने यहाँ 40वटा पेइङको सिटहरू छ। यसरी तपाईँ चुज गर्न पाउनुहुनेछ। यसरी नै तपाईँ तल आउनुहुन्छ भने अझ पनि लिस्टहरू पाउनुहुनेछ। अब यसमा लिस्टहरू पनि हेर्न सक्नुहुनेछ। एउटा भयो तपाईँको निजी यो सरकारी विद्यालयहरू भयो भने, निजी भयो, प्राइभेट भयो भने यो साझेदारी विद्यालय शिक्षालयहरू भयो र त्यस्तै गरेर यो भित्रको तपाईँहरू यो आङ्गिक शिक्षालयहरू पनि हेर्न सक्नुहुनेछ। र यसरी तपाईँहरू आफ्नो प्रदेशभित्रको सबै कलेजहरूको लिस्टहरू छ। त्यस्तै तल आउनुभयो भने यसमा बागमती प्रदेशको कलेजहरूको लिस्ट हेर्न सक्नुहुनेछ। बागमती प्रदेशको आङ्गिक कलेजहरू, साझेदारमा भएको कलेजहरू, निजी कलेजहरू, अब तपाईँको नजिक भएको कलेजहरू यसमा चुज गर्न सक्नुहुनेछ। र यसरी तपाईँ आफ्नो सबै प्रदेशबाट चुज गर्न सक्नुहुनेछ। यसरी गण्डकी प्रदेशको भयो, त्यस्तै गरेर अझै तल आउनुभयो भने लुम्बिनी प्रदेश भयो, त्यस्तै गरेर तल आउनुभयो भने तपाईँ यो कर्णाली प्रदेश हेर्न सक्नुहुनेछ। त्यस्तै गरेर सुदूरपश्चिमको प्रदेश हेर्न सक्नुहुनेछ। त्यस्तै गरेर तपाईँ यो सबै प्रदेशहरू तपाईँको नजिकमा भएको कुन प्रदेशमा तपाईँ हो र नजिकमा भएको तपाईँको कलेजहरू चुज गर्न सक्नुहुनेछ र कतिवटा सिट छ। जस्तै इक्जाम्पलको लागि अझै पनि हेर्नुभयो भने जस्तै यो स्याङ्जामा यो कलेज नाम हो कलेजको र यहाँ सामान्य चिकित्सकको 40वटा सिट छ। र यसरी सबै कलेजहरू तपाईँ चुज गरिसके पछाडि आफू नजिकमा भएको कलेजहरू आइडेन्टिफाई गर्न सक्नुहुनेछ र साथसाथै यसमा के छ भने तपाईँ फुल स्कलरसिपमा फारम भर्नुहुन्छ भने फुल स्कलरसिपमा तपाईँ जुन कलेजहरू हुन्छ तपाईँको कलेजको लिस्ट आउँछ त्यसमा तपाईँ एउटा कलेजमा पढ्नुहुन्छ भने फुल स्कलरसिपको लागि एउटा फ्याकल्टीमा फारम भर्न पाउनुभयो र पेइङमा पनि तपाईँ अर्को फिल्डमा फारम भर्न पाउनुभयो। अब इक्जाम्पलको लागि तपाईँ कसरी बुझ्न सक्नुहुनेछ भने कसैले फुल स्कलरसिपमा पनि एप्लाई गर्नुहुन्छ र पेइङमा पनि गर्नुहुन्छ भने अब दुइटैमा यो सामान्य चिकित्सकमै एचएमा एप्लाई गर्नुभयो भने त्यो पनि हुन्छ। अब कसैलाई मन छ भने पेइङमा तपाईँले फ्री स्कलरसिपमा स्टाफ नर्समा र पेइङमा तपाईँ एचएमा अप्लाई गर्नुहुन्छ भने त्यसरी पनि गर्न पाउनुहुनेछ। तर पेइङमा तपाईँ पुरै नेपालभरिमा एउटा ठाउँमा मात्रै फारम भर्न पाउनुहुनेछ र फुल स्कलरसिपमा पनि तपाईँ एउटा ठाउँमा फारम भर्न पाउनुहुनेछ र अब त्यहाँ तपाईँले फारम भर्ने बेलामा धेरै कलेजको अप्सन आउँछ भने त्यसमा सिरियली तपाईँ टिक गर्न सक्नुहुनेछ फुल स्कलरसिपमा र पेइङमा तपाईँ नेपालभरिको एउटा मात्रै कलेज चुज गर्न पाउनुहुनेछ। पिडिएफ पनि तपाईँ तल डिस्क्रिप्सनमा लिङ्क छ त्यसमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ र त्यहाँ डाउनलोड गरेर तपाईँ आफ्नो कलेज चुज गर्न पाउनुहुनेछ। र साथसाथै तपाईँ अझै पनि यसमा केही कन्फ्युजन लाग्यो भने तपाईँ कमेन्ट गर्न सक्नुहुनेछ र तपाईँ अझै पनि यो रिलेटेड कसरी सिलेक्सन गरिन्छ त्यो राइट साइडमा भिडियो हेर्न सक्नुहुनेछ। यसमा क्लिक गरेर यो भिडियो हेर्नुहोला र अझै पनि के सोध्न मन लाग्यो भने कमेन्ट गर्नुहोला। भिडियो राम्रो लाग्यो भने च्यानल सब्सक्राइब गर्नुहोला र हामी फर्दर पनि अझै भिडियोहरू लिएर आउनेछौँ त्यसको लागि च्यानल सब्सक्राइब गर्नुहोला। धन्यवाद।